दाइले यस्तो मूर्तिहरू कुद्नु भएको छ। हामी चितवनको जङ्गल सफारी गर्न आउँदाखेरि यहाँ रोकिने ठाउँमा चाहिँ यस्तो बनाएर बेच्नु हुँदो रहेछ होइन। एकदमै राम्रो। यता हेऱ्यो भने के लिने भनेर डिसाइड गर्न खोजेको हो कि कस्तो छ भनेर चेक गरेको थाहा छैन। तर यस्तो राम्रो छ होइन। गैँडा हात्ती, तर गैँडा हात्ती त बचाएर राख्ने भन्छन्, अब खर्च गर्ने हो कि यस्तो हो नि त। यो अर्को गैँडा हात्तीले यो किन्ने हैन त। यहाँ चाहिँ एकदमै राम्रो हात्ती रहेछ होइन। यो हात्ती चाहिँ राम्रो रहेछ। यस्तो छ है, एकदम कुदेर कलात्मक बनाउनु भएको छ। यहाँ गोरोवाला गैँडा छ, यहाँ ठुलो छ होइन। यता बहिनीहरूले हेर्दै हुनुहुन्छ होइन। यस्तो छ। महँगो पर्ने रहेछ है यो। यता दाइले बनाउँदै हुनुहुन्छ। एउटा मूर्तिको यो बनाएको चाहिँ 8,000 लाग्छ भन्दै हुनुहुन्छ। एकदम यो ठुलो मात्र अलिकति उनीहरू त कसले लाने हो यो स्याम्पल पिसको लागि। तिनीहरू त यस्तो रहेछ, पिककहरू रहेछ। यसको फिनिसिङै कस्तो राम्रो क्या। यस्तो गणेश चाहिँ यस्तो रहेछ, एकदमै राम्रो रहेछ। मन पर्यो मलाई होइन। यतातिर गाइड कुद्दै हुनुहुन्छ। यो के को काठको हो नि यो? चाँपको भाउ। यतातिर यस्तो छ, हेर्दै हुनुहुन्छ। यतातिर होइन, यहाँ चाहिँ हामी घुम्न आएको छौँ। यस्तो गरी यो घुम्दाखेरि यहाँ चाहिँ यस्तो मूर्तिहरू कुदेर बेच्नु हुँदो रहेछ। टन्नै हुनुहुन्छ होइन। हाम्रो टोली पनि आउँदैछ, हेर्दै हुनुहुन्छ होइन। यतातिर यस्तो रमाइलो ठाउँ रहेछ, मजाको। हामी घुम्दैछौँ। यतातिर यस्तो छ होइन। यहाँ चाहिँ हामी जङ्गल सफारी गरेर यता आएको हो होइन। अब यहाँ चाहिँ केही बेर रोक्छौँ, अनि त्यसपछि हामी फेरि उतै चौराहातिर जानेछौँ। यस्तो छ होइन। कहाँबाट आउनुभएको छ। यस्तो चियाहरू खानु रहेछ। यतातिर रहेछ। यस्तो छ। हाम्रो टोली जति यता हुनुहुन्छ होइन।